नमस्ते यहाँहरूलाई। हाम्रो डे 6 को फाइनेन्शियल लिटरेसी च्यालेन्जको टपिकमा रहेका छौँ र आजको हाम्रो टपिक रहेको छ जति पनि फाइनेन्शियल इन्डिपेन्डेन्ट पर्सनहरू हुनुहुन्छ अथवा सक्सेसफुल पर्सनहरू हुनुहुन्छ उहाँहरूको एटिट्युड, उहाँहरूको माइन्डसेट र उहाँहरूमा कस्ता कस्ता ट्रेड्स अथवा क्यारेक्टरिस्टिकहरू हुन्छ, विशेषताहरू हुन्छन् भन्ने कुरामा आज हामी चर्चा गर्नेछौँ। र सर्वप्रथम मैले धेरै कुराहरू विशेषताहरू मध्येबाट पनि जम्मा 5 वटा कुरालाई चाहिँ यहाँ समावेश गरेको छु र फर्स्टमा रहेको छ जति पनि फाइनेन्शियल इन्डिपेन्डेन्ट पर्सन अथवा सक्सेसफुल पर्सनहरू हुनुहुन्छ उहाँहरूमा सबैभन्दा फर्स्ट गुण भनेको उहाँहरू एकदम एक्टिभ लिसनर हुनुहुन्छ, एकदम धेरै सुन्ने र आफू कम बोल्ने चाहिँ यो बानीहरू चाहिँ धेरै जसोमा देखिने गर्दछ। र दोस्रो रहेको छ उहाँहरू आफूलाई जहिले पनि स्टुडेन्ट ठान्नुहुन्छ। दे आर अलवेज अ स्टुडेन्ट एन्ड दे अलवेज ट्राई टु लर्न न्यू थिङ। उहाँहरू प्रत्येक दिन थोरै मिनट नै किन्न नहोस् आफ्नो लागि केही नयाँ कुरा सिक्ने टाइम चाहिँ प्रत्येक दिन दिनुहुन्छ। र हामीले सुनेका पनि छौँ जति पनि सक्सेसफुल पर्सनहरू हुनुहुन्छ उहाँहरूको ह्याबिट चाहिँ स्टडी गर्ने हुन्छ, बुक्सहरू पढ्ने हुन्छ। यो चाहिँ हामीले धेरै सुनेका पनि छौँ। र तेस्रो ट्रेट भनेको चाहिँ उहाँहरू फ्यामिलीलाई भ्यालुस दिनुहुन्छ र जति पनि सक्सेसफुल पर्सनहरू हुनुहुन्छ उहाँहरू चाहिँ आफ्नो फ्यामिलीको लागि डिस्पाइट जति पनि बिजनेस आफ्नो लाइफमा भए पनि आफ्नो फ्यामिलीहरूलाई चाहिँ टाइम एलोकेट गर्नुहुन्छ र भ्यालुस दिनुहुन्छ। र चौथो कुरा भनेको उहाँहरू अरूको गसिप, अरूको कुरा काट्ने, अरूको बारेमा सोच्ने उहाँहरूलाई टाइमै हुँदैन। जति पनि सक्सेसफुल पर्सनहरू हुनुहुन्छ अथवा फाइनेन्सियली इन्डिपेन्डेन्ट पर्सन हुनुहुन्छ उहाँहरू आफूलाई नै इम्प्रुभ गर्ने कुरामा नै एकदम व्यस्त हुनुहुन्छ र यस्तो जुन गसिप गर्ने यस्तो कुराहरू त लगभग जिरो नै देखिन्छ उहाँहरूमा। र अर्को एउटा कुरा भनेको चाहिँ उहाँहरू चाहिँ आफ्नो फिजिकल एज वेल एज मेन्टल हेल्थ अथवा वेलबिङमा पनि एकदम ध्यान दिनुहुन्छ। जति पनि सक्सेसफुल पर्सन अथवा फाइनेन्सियल इन्डिपेन्डेन्ट पर्सनहरू हुनुहुन्छ उहाँहरू चाहिँ जस्तै आफ्नो एक्सर्साइज, आफ्नो मेन्टल वेलबिङ र आफ्नो खानपानमा पनि एकदम ध्यान पुर्याउनुहुन्छ। यो कुराहरू चाहिँ विशेष रूपमा जति पनि फाइनेन्शियल इन्डिपेन्डेन्ट अथवा सक्सेसफुल पर्सनहरू हुनुहुन्छ उहाँहरूमा देखिने ट्रेड हो। र यस्तो ह्याबिटहरू हामीले पनि आफ्नो जीवनमा अपनाउन सक्यौँ भने पक्कै पनि यसले हामीलाई ग्रोथ अथवा इम्प्रुभ गर्न एकदमै हेल्प गर्छ भन्ने मलाई लाग्दछ। आजको लागि यति नै। अर्को च्यालेन्जमा हामी पुनः